हामी आमा छोरी चाहिँ चिटिक्कै भएर चाहिँ आज चाहिँ यहाँनिर घुम्नु जाँदै गरेको। यहाँनिर चाहिँ हामी दुईजना मात्रै नभएर चाहिँ हामी तीनजना छौँ। एकजना चाहिँ अब को भन्दाखेरि चाहिँ हाम्रो नानीको पापा हो। उसको चाहिँ जोरथाङमा आज सामान आउँछ अरे नि त, त्यो रिसिभ गर्नुको लागि जाँदै गरेको। हामी आमा छोरी चाहिँ यहाँ लेक्सेप मेला छ अरे नि त, अन्त त्यो भनेर चाहिँ हामी यहाँ मेलामै अब एकछिन बसौँ भनेर चाहिँ सोचेर चाहिँ हामी चाहिँ मेलामै बस्छौँ भनेर चाहिँ हामी जाँदै गरेको। तर हाम्रो नानीको पापाले भन्यो नि त, नानीसँग तिमीलाई साह्रो पर्छ, जोरथाङमा छिटो काम हुन्छ होला, त्यहाँबाट आएर चाहिँ बसौँ भन्यो नि त। त्यो भएर चाहिँ हामी सिधै जोरथाङ जाँदैछौँ है। लेक्सेपको मेला दोकान चाहिँ यहाँबाट सुरु हुँदो रहेछ नि त, रोडमाथि रोड तल हो। मजाले दोकान थापेको रहेछ। तर यहाँनिर चाहिँ मैले दोकानमा चाहिँ कस्टमर चाहिँ आज त्यति देखिनँ नि त, सायद बिहान भएर होला। अब एकछिनबाट आउँछ होला 10-11 बजीदेखि कस्टमर। अन्त हामी चाहिँ सिधै यतानिर रेसीको टनलभित्र हामी आइपुग्यौँ। अन्त यो रेसी टनलबाट निस्केर चाहिँ मैले रेसी र जोरथाङ बिचको चाहिँ मैले भिडियो ल्याएको छुइनँ। सिधै म जोरथाङ पुल पुगेको भिडियो चाहिँ ल्याएर आएको छु। हामी जोरथाङ पुल पनि हामी क्रस हुँदै अब चाहिँ हामी चाहिँ स्ट्यान्डतिर हामी गयौँ हो। तर आज यो जोरथाङमा चाहिँ मैले प्रायः जस्तो चाहिँ जम्मै दोकानहरू चाहिँ सटर लगाएको देखेँ नि त। सोमबार चाहिँ प्रायः जस्तो दोकान चाहिँ बन्द हुँदो रहेछ। अन्त यहाँ सब्जीहरू बेच्नेहरू मात्रै मैले देखेँ, दोकानहरू चाहिँ प्रायः बन्द थियो नि त आज। राम्रो सोद्धाखेरि चाहिँ आज सोमबार अरे नि त, अन्त सोमबार चाहिँ पुरा बन्द हुँदो रहेछ नि त। हामी अब त्यतिकैमा स्ट्यान्ड पनि पुग्यौँ। त्यहाँबाट आज चाहिँ यहाँनिर स्ट्यान्डबाट निस्किँदै गरेको हो। अन्त हाम्रो नानीको पापाले सोध्यो नि त, उसको सामान चाहिँ आइपुग्यो भनेर। आइपुग्न अलिक टाइम लाग्छ अरे भन्यो नि त। अन्त त्यहाँबाट चाहिँ नानीलाई खाजाहरू किनिवरिकन चाहिँ हामी चाहिँ यहाँनिर सिधै यतानिर चाहिँ ग्रिन पार्कमा हामी आयौँ नि त। यहाँ जोरथाङमा चाहिँ विन्टरै भयो भने अलिक गरम हुँदो रहेछ हो। अन्त चाहिँ त्यहाँबाट चाहिँ यहाँनिर चाहिँ ग्रिन पार्कमा आएको, अलिकति शीतल भयो नि त। यहाँनिर आएर चाहिँ झोलाहरू राखिवरिकन फोटोसोटो खिच्यौँ। अन्त त्यहाँबाट यता आएको गाडी देखिहाल्यो नि त मेरो नानीले। अन्त उसलाई चाहिँ त्यो गाडी चाहिँ खेल्नु पर्ने अरे नि त। म चाहिँ डराउँछ होला भनेर चाहिँ मैले सोचिराखेको थिएँ। 100 रुपियाँको चाहिँ 2 रन अरे नि त। मैले चाहिँ 100 रुपियाँमा बिस्तारै बिस्तारै गरेर चाहिँ 1 रन मात्रै लगाइदिनु भनेको थिएँ। तर नानी त मजाले खेल्यो नि त। अन्त त्यही भएर चाहिँ नानीलाई 2 रन लायौँ। त्यहाँ अन्त एकछिन बसेर चाहिँ ग्रिन पार्कबाट हामी निस्क्यौँ। आजलाई यति नै।